हाम्रो चिया पनि आइसकेको छ। बवाल छ बवाल। अनि आमा म चाहिँ फर्स्ट टाइम आएको होइन आज काम गर्नु दोस्तसँग। म चाहिँ आउटसाइड काम गर्छु होइन। मटन है म पो ह्यान्सी छैन त मेरो दोस्त भन्नै नपर्ने छ क्या, भन्नै नपर्ने। बोक्का चुदे साला आराम काम करता है ये भोसड़ी वाला। क्या बोले आज गाँड जलिरहेको छ गाइस। बिहान कति बजी उठेको हामी? 5 बजी उठेको। 5 बजी उठेको। अहिले यहाँ 6 नै बजिसक्यो। 6-7 बजीसम्म कामै हुन्छ। गाँड जलिरहेको छ मेरो चाहिँ। तेरो टोपी कहीँ लगाएर ल सही होइन। अबदेखि जिन्दगीमा नि यो काम हान्दिनँ। म चाहिँ फर्स्ट टाइम आज काममा चाहिँ यो दोस्तसँग आएको। के छ दोस्त? त्यही हो। एनिवे गाइस हाम्रो राइस आइसकेको छ। ल राख हाल न ल। हाम्रो राइस आइसकेको त केटाले हालिसक्यो ल। दालसँग हाल छोपी चला चला अनि पहिला भटौरा दाल मटर पनीर मटर गुन्द्रुक अचार सलाद फिस फ्राई खाने हो। मटन है यस्तो एकदम धेरै बवाल छ। तपाईँ पनि आउनु सक्नुहुन्छ है। त्यो छैन त्यो सब हामीले मिलाएको हो क्या। बिहान पनि मिलाएको यहाँ राखेको। अहिले चाहिँ यहाँ यतिले नै गाँड जलाएको छ क्या आज चाहिँ। जानकी जानकी मन्दिर पनि छ है गाइजहरू। यो चाहिँ गट्ठाघरमा छ पार्टी प्यालेस चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको होइन आज काम गर्नु दोस्तसँग। म चाहिँ आउटसाइड काम गर्छु होइन। राधा कृष्ण खै मेरो राधा भयो। यसलाई के भन्छ? चरा इङ्ग्लिसमा क्या मृग अरे। त्यही हो गाइस एकदम धेरै बवाल छ। बवाल केही पार्टी सार्टी गर्नु पऱ्यो। पार्टी सार्टी होइन। अनि त्यो के अरे बिहे गर्नु परेमा अनि बर्थडे पार्टी पनि हुन्छ। सङ्गम सन्देश सङ्गम पार्टी प्यालेस सन्देश सङ्गम। यसको लोकेसन चाहिँ यसको लोकेसन रहेको छ गट्ठाघर कुमारी ब्याङ्क छेउमा अरे। त्यही हो मान्छेहरू गइसक्यो होइन दोस्त। यो र म चाहिँ आएको थिएँ आज। साउजी हुनुहुन्छ। पार्टी प्यालेस यस्तो छ एकदम धेरै खतरा छ। दामी छ होइन दोस्त? तिमी काम गर्छ होइन त? कतिचोटि आइसक्यो? धेरैचोटि। म चाहिँ फर्स्ट टाइम हो। आज चाहिँ दोस्तले बोलाएर आएको थिएँ। हामी अब कति बजी जान्छ? 8-9 बजी हुन्छ हाम्रो गई चाहिँ। ह्यान्सी छ आइ। कोही केटीलाई इन्ट्रेस्ट छ भने चाहिँ आउनु होला मेरो दोस्तसँग।
दोस्को नम्बर रहेको छ 9813 नाइटो मुनि कहिल्यै नआयो दोस्को नम्बर चाहिँ त्यही हो। यो चाहिँ हाम्रो स्कुलदेखि सँगै पढेको साथी हो होइन। कति वर्ष हामी सँगै पढ्यो? 4-5 क्लासदेखि सँगै पढ्यो। म चाहिँ 9 पढेर छोडिदिएको। दोस्ती पढ्दैछ त्यही हो। सालसँग पढ्दैछ। मभन्दा नि सानो थियो साले साह्रै ठुलो भइसक्यो। काम सकिने त नामै लिँदैन यार। सानो सानो काम भएकै गर्छ। यत्रो घन्टा काम त मैले जिन्दगीमा नि गरेको थिइनँ यार। 12-13 घन्टा काम मैले जिन्दगीमा नि गरेको थिइनँ। आज थाहा पाएँ हिँड्छु काम त भइरहेको थिएन। सानो सानो होइन भइरहेको रहेछ। म फर्स्ट टाइम आएको त्यही भएर नि होला। गाह्रो हुँदो रहेछ नि यार। ल हामीले अर्को दोस्तलाई नै भेटाइसकेको छ ब्रो। यही दोस्त त्यही हो। काम सक्यो अनि यहाँ चाहिँ हामी चिया खानुलाई आएको। केटाहरू यहीँ छ। अर्को दोस्त पनि आएको थियो। फेरि केटालाई डिस देखेछ है मेरो लुगामा। फेरि अति त्यसको ज्याकेट मसँग छ। त्यसले मेरो लागि लुगा त साठी लगाउने होइन त दोस्त। ए फेरि चाहिँ फ्यान्सी देखिरहेछ अर्को फ्यान्सी। म चाहिँ कहाँ झोले आजको कमाइ गाइज मसँग नि होला। आजको कमाइ मैले पनि अलिअलि हानेको छ। आजको कमाइ त्यही हो। आज काम गऱ्यो। अर्कोचोटि पनि यसो आउँछु होला। म चाहिँ अर्को ठाउँमा काम गर्छु। दोस्तहरू चाहिँ स्कुल पढ्छ। कलेज यिनीहरूसँगै पढ्थेँ। मैले चाहिँ स्कुल छोडिदिएको। केटाहरू पढिरहेको छ अनि म चाहिँ झोले भएर हिँडिदिएको नि त। मलाई नि एबिसिडी पनि नआएपछि के गर्नु त होइन। अरे बापरे अरे हान्दै उता गएर चाखा अनि आमा यो चाहिँ काभ्रेली सम्झी देखिन्छ है। एकचोटि डान्स हान्नु। हाम्रो चिया पनि आइसकेको छ। भवाल ल दोस्तहरू आजलाई चाहिँ यति नै थियो। ल अब यहीँबाट छुट्टिनु पर्छ। ल बाई गाइस। आजको ब्लग यति नै थियो। कस्तो लाग्यो कमेन्ट होइन ब्रो।